त्यसपछि सञ्चालन गर्नका निमित्त यसमा संलग्न सबै साथीहरूलाई प्रजातन्त्र विकास समाजकै साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। प्रजातन्त्र सकियो भने सबै सकियो, प्रजातन्त्र रहेन भने देशै सकियो। तपाईँ हामी सक्ने विषय आउँदै रहँदैन। प्रजातन्त्र प्रथम सकियो भने हामी बच्छौँ, देश बन्छ, भोलि सन्तान बन्छन्, भविष्य बन्छ। हामी सबैलाई चाहिँ तिम्रो भविष्य काङ्ग्रेसमा प्रजातन्त्रमा सुरक्षित त्यसको अगुवाई त्यसको अभियान प्रजातान्त्रिक विकास समाजले सञ्चालन गरोस्। म शुभकामना दिन चाहन्छु। साथीहरू, मैले धेरै भन्नुपर्ने कुराहरू चाहिँ छैन। हामीसँग बिपीको स्मृतिको यो सप्ताह हो। बिपी स्मृतिको सप्ताहमा हामी कार्यक्रम गरिरहेका छौँ। सबभन्दा पहिले हामीले बिपीले के कारणले बिपीलाई हामी सम्झन्छौँ, के कारणले बिपीले आज इतिहासमा त्यत्रो कष्ट गरेर पनि यत्रो नाम कमाएर इतिहासको नाम लेख्नुभएको छ, त्यो बारेमा हामीले गम्भीरतापूर्वक विकास प्रत्याख्यान गर्ने बेला आएको छ। बिपीले जब देशमाथि सङ्कट परिआएको छ, उहाँले अरू कुनै कुरालाई पनि प्राथमिकता दिनुभयो, त्यसलाई तुच्छ मानिदिनु, छोडिदिनु उसको कुरा। आफूमाथि 7 लाख मुद्दा लाउँदा बन्दुक हानेर प्रजातन्त्र जुन चुराएर सब खोज हालेर कसो प्रजातन्त्र फिर्ता गर्छ भनेर सशस्त्र सङ्घर्षमा लागेको नेतृत्व गरेको बिपीले राष्ट्रमाथि परेको खतरालाई देखेर राजासँग हात मिलाउनु र 33 सालमा आउनुभयो। 15 वर्ष त लाग्यो हामीले प्रजातन्त्र ल्याउनु, तर राष्ट्र बच्यो। आज हामीले 7 सालमा प्रजातन्त्र ल्यायौँ। त्यसको विरुद्ध राणाहरूसँग लड्यौँ। राणाहरूलाई पनि हामीले मूल धारमा सहायता गऱ्यौँ, मूल धारमा सँगसँगै हिँडायौँ। 30 वर्षमा पञ्चायत व्यवस्थाले हामीमाथि शासन गरो, जनताको अधिकार दियो, त्यसका विरुद्ध हामी लड्यौँ। जब हामी प्रजातन्त्र प्राप्त गरेर 46 सालको आन्दोलनपछि हामीले पञ्चायतका मान्छेहरूलाई पनि मूल धारमा सहायता गरेर सँगै हिँडायौँ। 61 सालमा राजाले फेरि हाम्रो अधिकार खोजे, हामी राजालाई हामीले पराजित गऱ्यौँ, गणतन्त्रको स्थापना गऱ्यौँ। तर गणतन्त्रको स्थापना गर्दाखेरि हामीले के गर्यौँ भनेदेखि जे आदर्शले काङ्ग्रेसलाई बल दिएको थियो, जनतालाई साथमा लिएर हिँड्ने तागत दिएको थियो, त्यो सबै कुराहरू छोडिदियो। किन भन्दा कम्युनिस्टहरूले माओवादीहरूले आन्दोलन गरेका थिए, शान्ति सुरक्षा स्थापना गर्ने नाउँमा सम्पूर्ण आफ्ना कुराहरू छोडेर कम्युनिस्टका सिद्धान्तलाई हामी भित्रायौँ, संविधानमा भित्रायौँ, संविधानमा भित्र गणतन्त्र ल्यायौँ, त्यसको व्यवस्था पनि गरेनौँ। कम्युनिस्ट पछिका आन्दोलनमा हाम्रो नेतृत्वमा हुन्थ्यो, त्यसको व्यवस्था पनि हामीले गर्थ्यौँ। राणाको व्यवस्था, पञ्चायत कमिटीको व्यवस्था हामीले गरे, त्यस्तै गरी हामीले राजाको त्यो राज संस्था पनि हामीले व्यवस्था गर्नु पर्थ्यो। हामीले हाम्रो नेतृत्वमा त भयो, तर कमिसनको सिद्धान्तमा हामी प्रवेश गरेको हुनाले त्यो हामीले गणतन्त्र ल्यायौँ, तर गणतन्त्रको व्यवस्थापन गरेर हामीले जान्यौँ। सबै मूलधारमा लिएर हिँड्न जानु गर्न सकेन र आज देश अत्यन्तै कठिन अवस्थामा पुगेको छ। म तपाईँलाई भन्न चाहन्छु, संविधान सम्बन्धीको कुरा आएको छ। संविधानमा के कुरा लेखेको छ, ती कुराले हामीलाई कति फाइदा दियो, कुन ठाउँमा नेपालीलाई उचाइमा पुर्यायो, कुन ठाउँमा कमजोरी गर्यो भनेर त्यसको बारेमा विश्लेषण गरियो, संशोधन गरियो। हामीलाई त्यो संविधान बनाउँदा दिन देखुन्दा नेपाली काङ्ग्रेस, नेपाली जनता, राजनीतिक पार्टीहरू सबै कुरा तलको अधोगतिदेखि बाघहरू के छैन। अन्तर्राष्ट्रिय हाम्रो सम्बन्ध दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ। हाम्रो शिर ठाडो छैन, हाम्रो शिर झुक्कै जानुपर्ने अवस्था भइरहेको छ। हाम्रा क्षमतावान युवाहरू बाहिर जाने क्रम निरन्तर बढिरहेको छ। त्यो संविधान के कुराको संविधान भएको कारणले यस्तो अवस्था आयो। किन हिजो त्यस्तो थिएन? हामीले आन्दोलन गर्थ्यौँ, प्रजातन्त्र पनि ल्याउँथ्यौँ र सबै व्यवस्था पनि हामीले गर्थ्यौँ। अहिले तागत हाम्रो किन भएन? त्यही एउटै कारण हामीले प्रजातन्त्रका नाममा लोकतन्त्र ल्यायौँ, हाम्रो सनातन धार्मिक स्वतन्त्रता नाममा हामीले चाहिँ धर्म निरपेक्ष ल्यायौँ। हामीले चाहिँ हाम्रो परम्परा अनुसार हामीले मानेर आएको, व्यवस्था गरेर आएको, यसको व्यवस्थापन गरेर मात्र हामीले धार्मिकलाई हाम्रो समाजवादी व्यवस्था समाजवादी उन्मुख भएर बनायौँ। अधिकार नभएका जनतालाई हामीले राष्ट्रियतावाद वास्तव गरेनौँ। जहाँ प्रजातन्त्र छ, जनता अधिकार सम्पूर्ण हुन्छन्, त्यहाँका जनताले राष्ट्रियताको महत्त्व राख्छ। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद हाम्रो आदर्शमा हामी छोड्यौँ। धार्मिक स्वतन्त्रता हामीले छोड्यौँ। हुँदा के भने एउटा देशका लागि एउटा कैयौँ वर्षदेखि एउटा संस्कारको रूपमा संस्कृतिको प्रतित्व गरेर आएको राष्ट्र संस्थालाई हामीले फालेर गणतन्त्र त भन्यौँ, त्यसको व्यवस्थापन गर्न जानेनौँ। आज सबै प्रतिक्रियावादीले, सबै प्रजातन्त्रका विरोधीहरूले त्यही संस्थालाई उपयोग गरेर देशमा अशान्ति मचाउने काम गरिरहेको छ, अराजकता मचाउने काम गरिरहेको छ, बार्गेनिङ गरिरहेको छ। अब यो अवस्थामा काङ्ग्रेसलाई पहिलेको अवस्थामा काङ्ग्रेसलाई फर्काउनु हो भने काङ्ग्रेसले यो कुराको निकास दिने तागत राख्दैन। काङ्ग्रेसलाई तागत चाहियो। पहिले काङ्ग्रेसको नेतृत्व नभइकन यो समस्याको समाधान हुँदैन। काङ्ग्रेसको नेतृत्व बनाउनका लागि पहिलेको अवस्था जुन घुमेको कुरो जहाँबाट पुगेको थियो त्यही ठाउँमा
महासमितिका सदस्यहरू जम्मा भयौँ र हामीले आफूभित्र भएको अधिकारलाई प्रयोग गरेर देशको परिस्थिति यस्तो छ तर काङ्ग्रेसले यो अवस्था गर्न नसक्ने भएको हुनाले हामीले विशेष महाधिवेशनबाट यी जे कुराका अभाव हुन् ती कुरालाई पूर्ति गरौँ भनेर हामीले विशेष महाधिवेशन गऱ्यौँ। हामीले घोषणा गऱ्यौँ, सभापति परिवर्तन गर्न पर्छ भनेर प्रस्ताव गऱ्यौँ, ताली लगाएर सभापति बन्नुभयो। आज हामीले गर्वका साथ हाम्रो सभापति गगन थापा भनेर भन्न पाएका छौँ। हामीले त्यहाँ गण्डकी प्रेसिडेन्ट तर्फबाट प्रस्ताव गऱ्यौँ। अर्को हामीले प्रस्ताव गऱ्यौँ कार्यक्रममा मानव सुधार चाहिन्छ, कार्यक्रममा सुधार चाहिन्छ। हाम्रो पार्टी भद्दा भयो, कम्युनिस्टको सिद्धान्त अनुसार कम्युनिस्टका नीति अनुसार हामीले दस्तावेज ठुलो बनायौँ, कार्यसमिति ठुलो बनायौँ, 2 जना महामन्त्री 2 जना सभापति सबै ठाउँमा तह बनायौँ, कहीँ पार्टी चलायो र त्यसलाई चेन्ज गर्नुपर्छ, कार्यक्रम पनि सुधार गर्नुपर्छ भनेर हामीले भन्यौँ। त्यहाँ पनि ताली लाग्यो तर त्योलाई ग्राहक उतारियो। अर्को हामीले भन्यौँ नीतिगत रूपमा हाम्रो राष्ट्रिय ठाउँमा प्रजातन्त्रका ठाउँमा लोकतन्त्र लेखियो, धार्मिक स्वतन्त्रका ठाउँमा सनातन धार्मिक स्वतन्त्रका नाममा चाहिँ धर्मनिरपेक्ष लेखियो, समाजवादका ठाउँमा समाजवाद उन्मुख लेखियो। यसलाई पनि सच्याउनुपर्छ भनेर हामीले त्यहाँबाट भन्यौँ। ताली लाग्यो तर त्यसलाई व्यवहार बनाउन जान सकेन। आज हामीलाई कत्रो नोक्सान गएको छ। आज हाम्रो संविधानमा गगन थापाको नेतृत्वमा सरकार बनेर 3 करोड नेपालीको भाग्य निकाल गर्नुपर्ने बेलामा आज सडकमा भएका मान्छेहरू फेरि त्यहाँ गएर आज प्रजातन्त्रमाथि खेलवाड गरिरहेको छ। प्रजातन्त्रमाथिको यो प्रजातन्त्रको उपहार गरिरहेको छ। त्यसै म के भन्न चाहन्छु भने अब काङ्ग्रेसले हामीले यो मौकामा आफूलाई सच्याएर अगाडि बिगार्यो भने हामी त रहेनौँ, प्रजातन्त्र रहेन, देश रहेन, भविष्य पनि आउँछ। त्यसकारण हामीले यी सबै कुराबाट सोचेर हामीले आजको अवस्थामा के गर्न जरुरी छ भने काङ्ग्रेसलाई पहिले पूर्ववत अवस्थामा फर्काउँ। यहीबाट म सभामा अनुरोध गर्न चाहन्छु। प्रस्ताव पास भएकै छ विषय महाधिवेशनमा, हामीले प्रस्ताव पेश गरेका छौँ, ताली लगाएर पास भएको छ। त्यो प्रस्तावलाई कार्यान्वयन गर्ने जिम्मा आज यही ठाउँबाट सभापतिले बोलेर अगाडि बढ्नुहोस्। हामी 63 सालको विषय यो अन्तरिम संविधानभन्दा पहिलेको अवस्थामा पार्टीलाई फर्काएर देशको सारा चुनौतीहरू हामी जिम्मेवारी लिन चाहन्छौँ। हामीलाई फेरि पनि व्यवस्था बुझाउँछौँ, कम्युनिस्टहरूबाट मुक्त बनाउन चाहन्छौँ हाम्रो देशलाई। कम्युनिस्टहरूको पन्जाबाट देशलाई मुक्त नपारिनेसम्म देशको विकास अगाडि बढ्ने जनताको हित हुँदैन, गरिबको हित हुँदैन। त्यसमा हामी त्यहाँ कम्युनिस्टबाट मुक्त बनाउने देश बनाउन चाहन्छौँ। सत्ता खोज गर्न जरुरी छ। म अर्को पनि तपाईँलाई भन्न चाहन्छु, संविधानमा यी प्रजातन्त्रका विरोधी जति पनि कुराहरू छन् त्यसलाई हामी हटाएर या त पुनर्लेखन या त यही संविधानमा लोकतन्त्रका ठाउँमा प्रजातन्त्र, समाजवादका ठाउँमा सहभागीका ठाउँमा समाजवाद लेखेर हामी संविधानलाई पूर्ववत अवस्थामा जनताको हितमा काङ्ग्रेसको निर्णयमा जनता र काङ्ग्रेस सँगै हिँड्ने, काङ्ग्रेस र नेपाल जनता सँगै हिँड्ने, अरू पार्टीलाई पनि साथमा लिएर हिँड्ने तागत आर्जन गर्न लागि हामी सँगैको जस्तो भएर आज हामी अगाडि बढ्ने बेला आएको छ। हामी त्यो गरेर गयौँ भने निर्वाचन आउँछ, निर्वाचन हाम्रो पक्षमा आउँछ, हाम्रो मिलेमा जनता साथमा रहन्छन्। 3 करोड नेपाली साथमा रह्यो भने हाम्रो कुनै तागतले हामीलाई केही सक्दैन। आज अन्तर्राष्ट्रिय जगतमा भारत र चीन हाम्रा छिमेकीहरू तिनपट्टि शक्तिको होडबाजीमा लागिरहेका छन्। भारत र चीनको उदय देखेर अमेरिकनहरूको आँखा यो क्षेत्रमा गाडिएको छ। हामी कतै अमेरिका र चीनको भारतको किराँतको रूपमा नेपाललाई रूपान्तरण गऱ्यौँ भने के होला? आज त्यही अवस्थामा भइरहेको छ। कहीँ चीनले यस्तो भनिदियो भने अमेरिकाले अर्को भनेको छ, अमेरिकाले यस्तो भनिदियो भने चीनले अर्को भनेको छ। काङ्ग्रेसले के गर्यो थाहै छैन। उता गई सोच्तीहरू पनि भनिरहेको छ। तर यसरी के कर्तव्य विमुख भएर देश कमजोर अवस्थामा हामी पुर्याएका छौँ। यसको मतलब के हो भने हामीले प्रजातन्त्रमा फर्किनु भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुने बेला भएको छ। कुन देशको कति बेला हामी क्षत्रसारमा पर्नु पनि भन्न चाहन्छौँ। त्यसमा यसबाट मुक्त पार्नका निमित्त पहिलो कदम नेपाली काङ्ग्रेस आफूलाई चाल्नुपर्ने भएको छ। हामी प्रजातन्त्रवादी हौँ,